हेलो नमस्ते एभ्रिवान आज सबैजनालाई। आज हामीसँग छ छ मसँग मोमो होममेड मोमो एन्ड चाउमिन। मैले मेरो बहिनी सबैले हेरेर मन पराइदिनु होला। म आज के पो लिएर भन्नु आएको छु लाग्थेन मेरो बिर्सेँ बहिनी र कसम मेरो बिर्सेँ साथमा। प्लिज के अरे नेभर माइन्ड माई भोइस। मेरो भोइस खासै राम्रो छैन, त्यसैले जस्तो आयो त्यस्तै हालेको छु ल। धन्यवाद। पुरा हेरी कमेन्ट गरिदिनु होला। बहिनीले नखाएर दियो खान्छु अब म। आज हामीसँग छ होममेड के छ अरे मोमो एन्ड चाउमिन विथ पिरो अचार। कस्तो मिठो भयो नि अचार। पिरो अचार। सुरु गर गर त्यो छ नि एउटा कि मिम चलेको नि उसको केबाट सुरु गरौँ? मोमोबाट मोमोबाट सुरु ऊ चाहिन्छ होला हौ एउटा प्लेट है। डाइरेक्ट हो खाएँ ल। मिठो मैले बनाएको मिठो हुँदैन त। मोमो एकदम ठुल्ठुलो भएको है। चाउमिन पनि मिठो भयो तर चिसो हुन थालेछ भाइ। जति पनि चाउमिन छ चिसो भयो कि यो सेटअप गर्दा गर्दा चिसो भयो। चाउमिन also मिठो है सबै। मैले त के सोचेँ त चटपटे पनि बनाउनु पर्छ भरे बिहान खानै सक्दिनँ। धेरै हुन्छ नि त हामीलाई त। अचार हाल्नु मिठो। दुई बहिनीको गफ हुन्छ कि हुन त गफै नहोला जस्तो छ मिठो भएर खाने पेट मात्र ध्यान। मिठो भयो नि अचारसँग पनि। यस्तो अनि यस्तो पिरो मिठो। अन्त डिउ खाएको खै भयो। दिउँदा मलाई त आजकल त पानी र चिनी हाले जस्तो हुन्छ। किन म त अझै डिउ भन्दा नि किन मलाई फ्यान्टै खानु मन लाग्छ। नेपालमा फ्यान्टा खुब खान्थेँ नि त मैले। मलाई के फ्यान्टै मनपर्छ नत्र भने कोक खान्छु। डिउ त अस्ति ल्याएर राखेको भएर पो। मलाई चाहिँ मोमो भन्दा नि चाउमिन बेस्ट लाग्यो। हो तपाईँलाई के लाग्यो? मलाई त दुइटै मिठो आफैले बनाएको। मलाई चाहिँ चाउमिन बेस्ट। होममेड हो नि त। मलाई बाहिर खानु मन लाग्दैन हौ चाउमिन मलाई त। अनि थुक्पा मैले चाहिँ फुड फर्मुलाको मात्र मोमो मिठो लाग्छ, झोल मोमो। अरूको चाहिँ म मन्चुरिया गर्दाखेरि मैले त्यहाँको मोमो मलाई मिठो लागेर मात्रै जान्थेँ मोमो खान पहिला। कस्तो मिठो लाग्छ है झोल मोमो, खिर अचार पनि दिने।
तर अरू ठाउँमा चाहिँ ठिक लागेन हौ मलाई। मोमो होइन, जुस आज छालाहरू ल्याएर डोसो बनाउन खोजेको क्या, जुस बनाउन। त्यही भएर यस्तो भएको। अचार खै यहीँ हालिदिनुपर्छ कि क्या हो अचार पनि है? सजिलो हुन्छ। त्यो बाक्लो अचार भएछ। यहीँबाट खान सजिलो हुन्छ यसरी चोपेर। जुसी भयो, ठुलो पनि भयो क्या, ठुलो बनाएको क्या मोमो। तर गर्मी क्या यहाँ है, यो रुममा एकछिन चल्दैन। कोकले दिनु पर्ने तँलाई है? पानी थिएछ। छिटो पेट भरिँदैन भनेर छ है अझै पनि खाने। यहाँभित्र जुस भएको। म चाहिँ चाउमिन मात्रै खान्छु। मोमो नखाने? ला किन? चाउमिन मात्रै मिल्छ। अनि कता गयो जुस त? यहाँ पो पोका परेछ। फुटाल्दियो भने त्यहाँ चुइन्छ। ए यहाँबाटै फुटिसकेको रहेछ, त्यही भएर त चुहेन। भनेपछि आज चाउमिनले जित्यो मोमो भन्दा। खासै चाउमिन नखानु भएर होला। बुल्लो खानु थालेदेखि मैले चाउमिन छोडेको। एउटैमा नै बुल्डकमा सस दिएर बनाएर कस्तो क्यामेरा कस्तो हल्ले जस्तो लाग्छ मलाई। टेबल हाल्ने। यस्तो टेबल पनि हल्लिन्छ है? यसरी मिक्स गरेर खान। अचार त्यहाँ पनि छ त। यत्रो सघाउँछ जस्तो त लागेको थिएन मलाई। हामीले यत्रो खान्छ जस्तो लागेको थिएन। थाहा छ, कम्ती खान्छ नि त हामीले प्रायः। एकदम क्लोजअप देखाइदिनु। मैले कुनै गरेन स्टार्टमा त्यो हुन्छ नि, त्यो देखाउँछ नि, त्यो प्लेटिङै गरेको देखाएको छुइनँ। झाम नयाँमा कस्तो गर्नु त है? आफै चाहिँ पर्फेक्ट हुन्छ त अनि। अब नेक्स्ट टाइम अब मेरो छुट्टीमा राम्ररी बनाउँछु। अब जिरो चटपटी खानुपर्छ एक दिन है। किलो चटपटी तपाईँले दाहाने बनाउँछ। अस्ति ललिता दिदीले बनाएको थियो। मिठै थियो ललिता दिदीले बनाएको। कट गर्नुपर्छ। अभी मिठो भयो। अन्त यो दिएर खाएर पेटै फुलिन्छ। के चाहिँ हौ चाउमिन खानु परेन। पतलुकी छ खाए पनि हुन्छ अझै मोटाउनलाई। मलाई हेप्ने भन्न।
टिपे होइन भनेको तर मलाई चाहिँ धेरै चाउमिन खायो हुँ? खाना जस्तो भएर बोल्न बेसी जस्तो छ आज खाएको खै भरे अस्तिको जस्तो माइकमा आवाजै नआएको रहेछ सेटअप गर्न नजानेर हो क्या अस्ति त सक्नुपर्छ है त्यति राज हुन्छ नत्र यो त मुखबाङ भन्दा नि गफबाङ भयो कि है उसले भन्छ नि बिन्दुले दिदीले त्यो रोमाङ भ्लगको बुढीले फेरि कपिराइट लाग्ला यार भएर भनेर युट्युबमा त कस्तो कस्तो हुने यार कपिराइट लाग्ने कपी गरिस् भन्ने पुरै कस्तो कस्तो आउँछ नि अरूको त हेर्दा डर लाग्छ मलाई त भन्न पनि डर लाग्छ भरे कोहीसँग मिलान गयो भने मार्केटमा त नयाँ आएको छ कपी क्याट भन्छ नि एक दुईवटा कुन कन्ट्रोभर्सी पनि चल्यो नि यार मोमो र चाउमिनमा मोमोले जित्यो आखिर छिटो मैले ल्याएँ के गर्नुपर्ने रे लाइक सेयर Like, share, and Subscribe. subscribe. Thank you. थ्याङ्क यू फर वाचिङ